अपना जाति पराई भैया पर अपना भैया रिसराग भूली सबै कसले गर्छ दया धनी गरिब जानै पर्छ आखिर संसार छाडी दुख सुख जे हुन्छ टाढो सबले बाँडी गरिबलाई नै नदिँदै दुख घरी घरी क्यारी बाँच्नु यो संसारमा पाल पहिला मनमा पीडा हजार छाया हजार हाँसो खुसी भाग्य मेरो यस्तै रहेछ कर्म मेरो नमस्कार सेठ जी। नमस्कार नमस्कार। किधर से आया तू? क्या करने के लिए आया इधर? सेठ जी मैं नेपाल से आया हूँ, इधर काम करने के लिए आया हूँ। कुछ काम मिलेगा कि नहीं? हाँ काम तो मिल जाएगा। तेरे पास कोई प्रूफ आईडी है कि नहीं? हाँ सेठ जी डॉक्यूमेंट है ना। डॉक्यूमेंट अच्छा है। मेरा सेठ से बात करता हूँ, कौन सा ही काम आ जाना। ठीक है सेठ जी। नमस्ते सेठ जी। नमस्ते सेठ जी। अच्छा आ गया तू? ये लड़का है ठीक है, काम करने के लिए आया है। काम करने के लिए आएगा। ठीक है, ठीक काम करने के। नेपाल से आ रहा है? हाँ। तो नाम क्या है? रामलाल है सेठ जी। लो ठीक। काम अच्छा तो कर रहा है। हाँ सेठ जी। काम गलत करना है, गड़बड़ करना है तो मार खाएगा तुम, ठीक है? तो ठीक है मैनेजर साहब, उसके लिए काम दिखाना है। अच्छा
विदेश आएर काम त लागियो, अब यस्तै गरी रुपियाँ कमाई घर गएर साउबाको ऋण र आमाको उपचार गर्नु पाया हुने थियो। अरे नेपाली कुत्ता है, अच्छा से काम करो, क्या सोचते बैठा है यहाँ? हाँ? जल्दी उठ के काम कर रहा हूँ, उठो जल्दी उठो। आमा दाई विदेश गएको पनि 1 महिना हुन लाग्यो, अहिलेसम्म दाइले काहीँ फोन पनि गरेको नै। त्यही त भने छोरा, के गर्यो पुग्यो कि नै, एकछिन फोन गरे भए हुन्थ्यो। फोन त गर्नु नै थियो आमा, हामीसँग मोबाइल नै कहाँबाट गर्ने। छोरा पल्लो गाउँको काजीबाको बहिनीको मोबाइल छ रे, त्यहीँ गइकन दाइकन फोन गराइकन आजा छोरा। हुन्छ आमा, म गएँ, दाइसँग काहीँ फोन हुँदो कि? हुन्छ छोरा, जा म कन चिपालो हुँदो हटाए। हुन्छ आमा, हुन्छ, তুমি यति बसे म साट्टै आइज नि। समीक्षा दिदी को म हो दिदी। ए बिर्खे पो रहेछ, भित्ता आइजा। के कति काम ल्याएस् त बिर्खे?
किन आउनु र काजीबा? दाई विदेश गएको पनि 1 महिना भइगयो। ए हो र? काजीबा, समीक्षा दिदीसँग मोबाइल छ अरे, फोन गराइदिनु हुन्छ कि कहीँ? ए हो र? हुन्छ बा, हुन्छ, फोन गराइदिउँला। बिर्ख्या अघि रामलालले फोन गरिया छियो, तोकोन बोलाइदे भन्दो छियो। अघि भाइ र आमासँग फोन गराइदे भन्दो थियो, मेरो काम भयो। दाईसँग मोबाइल छिएन, कहीँबाट फोन गरे हुन्न दिदी? सेटको मोबाइलबाट फोन गरिया भन्दो छियो। अनलाइनमा छ कि हेरिएलु, अनलाइनमा भ्या छ हान्देउला। ए अनलाइनमा रहेछ, फोन हानिएलु है। ए फोन त लाग्यो लाग्यो। दाई ढोक गरे? आमालाई ठिकै छ दे, हजुरलाई कस्तो छ त? यो कस्तो संसार हो। आफूले चाहेको बेला पनि आफ्नो घर परिवारसँग फोन गर्न नमिल्ने। ल फोन त कट्यो त दिदी। दाईलाई सेटले रिसाए जस्तो छ दिदी। अब के गर्ने होला दिदी? ए हो र भाइ, त्यसो भए भोलि आउनु, म भोलि कल गराइदिन्छु है। हुन्छ दिदी, हुन्छ, हजुरको मोबाइल लाउनु। आया आमा आया। रामलालसँग फोन गरिस् त? आमा नापा गरे, सही फोन काटिहाले। हो र छोरा? साउबाको आउनु भएछ। नमस्कार साउबा। नमस्कार नमस्कार। सन्चै छस् त बिर्ख्या? के गानी गुनी गर्दा तेरा माछुरा? के गानी गुनी गर्नु र साउबा? बिर्खे रामलालकन फोन गरी आछियो, त्यही कुरा गर्दा हिँड्यौ। भनेपछि मेरो रुपियाँ कहिले दिन्छस् त? दाई विदेश गएका छन्, विदेशबाट आएपछि हजुरको ऋण चुक्ता गरिदिन्छु। कोही चुक्ता गर्छु भनेर हुन्छ? के गर्ने साउबा, दाई विदेश गएका छन्, विदेशबाट पैसा ल्याएपछि तिर्छौ नि। कहाँ छिट्टै दिन्छु भनेर हुन्छ? मेरो पैसा अहिले नै चाहियो। तिमीहरूले मेरो पैसा अहिले नदियो भने यो घरबाट तिमीहरूलाई निकालिदिन्छु। नाइ साउबा नाइ, यस्तो कुरा नगर्नु। हुँदैन। हे चैते यसका माछुरालाई भगाइदे। प्लिज साउबा, यस्तो नगर्नु न, प्लिज साउबा, यस्तो।
छोरा तँलाई के भयो? आमा मेरो खुट्टो भाँचिए जस्तो छ। आया आया। ए बिर्ख्या क्या भयो तँलाई? क्या हुनु थियो र दिदी, घरमा साउबा आएका थिए, हामी घर निकाला गरे हामी कन हाने 2 मा छोराकन। ए भाइ तिमीलाई धेरै चोट लागेको होला हैन? दिदी धेरै चोट लागेको छ, मरुला जस्तो भइसक्यो। अनि आमा हजुरलाई कस्तो छ त? मलाई त ठिकै छ, मेरो छोरालाई चाहिँ बचाइदिनु पर्यो। आमा हजुर हिँड्न त सक्नुहुन्छ नि? बा अलिअलि हिँडिसक्छु छु। बिस्तारै काजी दाइको घरमा जानु आमा। बिर्खेलाई अस्पताल लिएर जान्छु। हुन्छ माइली छोरी, जसरी पनि मेरो छोरालाई बचाइदिनु पर्यो। माइली कता जान्ला हो? बिर्खेलाई के भएछ? खेतबाट आउनु र साइली खेतबाट आउँदै थिएँ, रामलाल भाइको घरमा साउबा आएर बिर्खे र बिर्खेकी आमालाई घरबाट कुटपिट गरेर निकालिदिएछन्। बिर्खेलाई धेरै कुटपिट गरेसम्म चोट लागेछ, त्यसैले बिर्खेलाई उपचार गर्न हस्पिटल लिन लागेको छु। ए माइली म पनि जानुहुन्थ्यो, तर पसलमा बस्ने मान्छे कोही छैनन्। लु यो पैसा लिएर बिर्खेलाई राम्रोसँग औषधि गर्नु है। डाक्टर साहब को डाक्टर साहब नमस्कार। नमस्कार के कति कामले आउनुभयो? डाक्टर साहब बिर्खे भाइ बिरामी छ, छिटो उपचार गरिदिनु पर्यो। ल हुन्छ आउनु हजुर एकछिन बाहिर बस्नु है। ल हुन्छ एकछिन पढ्नु न है, म हजुरलाई चेक गर्छु है। हजुरको त खुट्टो भाँचिसकिया रहेछ, अब यसलाई प्लास्टर गर्नुपर्छ हुन्छ है।
एक हप्ता खानुको लागि म औषधि लेखिदिन्छु। त्यो औषधि खाएर ठिक हुन्छ है तपाईँ। औषधिको पैसा कति जति भयो डाक्टर साहब? 4500 भइरहेछ। अब भाइलाई 4000 दिनु। बल्ल बल्ल पगार मिल्यो। अब गएर घरमा भाइलाई र आमालाई हालिदिनु पर्यो। साउबाको ऋण पनि तिर्छन् र
सबैजनालाई नमस्कार। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि हाम्रो भिडियो हजुरलाई मन पर्यो भने लाइक गरिदिनु होला, कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला र सेयर गर्न नभुल्नु होला। हजुरले हाम्रो भिडियोलाई माया आजसम्म गरेकै छ र अझै यहाँभन्दा ज्यादा माया गर्नुभयो भने हामी भाग 5 पनि छिट्टै हजुर सामु ल्याउने प्रयास गर्नेछौँ। भिडियोलाई धेरै धेरै माया गरिदिनु होला।